कहाँ त्यहाँ गएर बसिरह, यहाँ आएर उभिएर ड्युटी गर। अहिले माथिको अहिले थाहा पायो भने फेरि जागिर जाला नि। अब यो 1 महिने जागिर गयो भने मलाई के नै फरक पर्छ र? यसो 15-20 वर्ष जागिर भए पो जाला भन्ने टेन्सन त। अनि त्यसो भए किन खाएको त 1 महिना जागिर? यसो अलिअलि पैसो कमाइ हुन्छ कि भनेर नि। ए भनेपछि त कमाइको लागि पो म्यादी भएको? अब मलाई मात्र के भन्छ हो? तिमीहरू पनि त कमाइकै लागि म्यादी भयो नि। कहाँ हुनु? होइन, हामी त देश र जनताको सुरक्षाको लागि म्यादी भएको। कति हाँस्नु के म त? देश र जनताको सुरक्षाको लागि म्यादी भए भन्छन्। के भन्छ? हाँस्दैन भने पनि तिमीहरूको कुरा सुन्दाखेरि हाँसो उठिहाल्छ। अब चुनाव पछि जागिर सकिहाल्छ, त्यसपछि सरकारले कुनै वास्तै गर्दैन। अनि यो चाहिँ देश र जनताको सुरक्षाको लागि म्यादी भएको भनेर फुर्ती लाउँछ यार। फुर्ती लागेको होइन भटभटे, गर्व गर। पुलिस भएर आधा जिन्दगी देश र जनताको सुरक्षामा खटिन नपाए पनि म्यादी भएर चुनावभरि खटिन पाउँदा साह्रै गर्व लाग्छ मलाई। अब तँलाई मात्रै गर्व लाएर के गर्ने? मलाई त कस्तो कस्तो लागिरहेछ। हाम्रो देशमा हामी सहित कतिजना युवाहरू म्यादीमा भर्ती भएका छन्, कति युवाहरू त विदेशमा छन्। भनेपछि हाम्रो देशका युवाहरू कति रहेछन् त? ती सबै युवाहरूलाई सरकारले हाम्रै देशमा रोजगारको व्यवस्था गरिदिएको भए के युवाहरू विदेशिनु पर्थ्यो? चिन्ता नगर भटभटे, अबको चुनावमा राम्रो नेताहरूले जितेर हामी जस्तो युवाहरूको लागि केही गर्ला नि। अब केही गर्नलाई त जनताहरूले पनि राम्रो नेता चिनेर भोट हाल्नु पर्यो नि त। जनताले राम्रो नेता चिन्छ, अवश्य चिन्छ। पहिला जनताहरूले राम्रो नेता चिन्न नसकेर अहिले देशको अवस्था यस्तो भएको भन्ने कुरा सबैले थाहा पाइसके। अब त ढुक्क हो, जनताले अवश्य राम्रो नेता चिन्छ। अब ढुक्क त पहिला पनि भएको हो नि, तर के गर्नु, जनताहरूले राम्रो नेता चिन्न सक्नु भएन। यस्तै छ। बिन्ती छ हजुर, यसपालिको चुनावमा हाम्रोलाई होइन राम्रोलाई, यो देशको लागि ज्यान दिएर ध्यान दिएर केही गर्न सक्छु भन्ने नेतालाई चिनेर छानेर मात्रै भोट हाल्नु होला, नत्र त गाह्रो हुन्छ हो।